कोपी यो बाबु चाहिँ आउँदैछ। बाबा र मम्मीको तर्फबाट गिफ्ट के होला त? हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि म आज चाहिँ यहाँ रेडी भएर बसिसकेको छु। मम्मी ड्याडी चाहिँ गइसक्नु भयो। हामीलाई चाहिँ छ्यामाले चाहिँ जरङपुरमा हुनुहुन्छ छ्यामा, उहाँले चाहिँ खाना खानको लागि इन्भिटेसन गर्नुभएको छ। अनि आज चाहिँ मेरो बाबुको बर्थडे पनि हो। यो भ्लग चाहिँ म छुट्टै राख्छु। अनि देख्न सक्नुहुन्छ मेरो बाबु चाहिँ यसै छ। मेरो बाबुको आउटफिट चाहिँ यस्तो छ मेरो बाबुको आउटफिट। ऊ चाहिँ हिँड्न पाएपछि उसलाई केही छैन। अब हेर्दै गर्नु होला, म देखाउने छु, हेर्दै गर्नु। मेरो बाबु चाहिँ लुगा लगाइदिइसकेपछि कहाँ हिँड्छ हुँदैन त्यहाँ। हामी चाहिँ त मामा र माइजूको वेटिङमा छौँ। उहाँहरू चाहिँ आएपछि हामी उहाँहरूसँग जाने हो। मेरो बाबु चाहिँ यहाँ खेल्ने भनेर यहाँ खेलिरहेको छ, यहीँ भित्र ल्याइदिएको। हामी चाहिँ अब घरबाट निस्क्यौँ। मामा माइजू चाहिँ आएर बस्नु भएछ अरे। अनि हामी चाहिँ निस्केको। यहाँ चाहिँ मामा र भान्जा छ। मेरो बाबु चाहिँ यसरी बसी हिँडिरहेको छ मामासँग। ल अब चाहिँ म बाटोमा देखाउँछु के हुन्छ कसो हुन्छ, हेर्दै गर्नु होला है। हामीले चाहिँ सायद दुईवटा गाडी चेन्ज गर्नुपर्छ होला। जरङ्गु भन्नु टाढै छ। अनि दुईवटा गाडी चेन्ज गरेर जाने। आज चाहिँ लोकलमै जाने। आज धेरैजना हुनुहुन्छ, त्यही भएर लोकलमै जाने बिस्तारै, हेर्दै गर्नुलाई। मेरो बाबु चाहिँ यहाँ हल्ला गरिरहेछ। बाबा यसरी होइन बाबा आज बर्थडेको दिन बाबालाई मिस गरिरहेको छ। बाबाले नि मिस गरेछ। बाबाले फोन गरिसक्नु भयो बिहान नै, हेर्न सक्नुहुन्छ। छेजान मामा भान्जा छ यहाँ। मामाले बोकिरहेछ भान्जालाई। उसले चाहिँ नानी रे यसरी उसलाई चाहिँ क्यामेरै फर्काउनु पर्ने। बाबुको आजको लुक्स यस्तो छ। टोपी यो चाहिँ उसको मामा घरको हजुरआमा र बाबाले गिफ्ट दिएको। अझै लगाइदिएको मेरो बाबुलाई नयाँ ड्रेस बर्थडेको दिन। छेजान पछाडि त डग देखेर होला रमाइरहेछ, हेर्दै गर्नु होला। यहाँ हामी चाहिँ 5 मिनट जति कुर्यौँ होला। अनि मामाहरू आइसक्नु भयो। मेरो मामा त्यहाँ हुनुहुन्छ, ऊ बाबा सब। माइजू नमस्ते। हेर ऊ छ नि त ऊ। म चाहिँ यहाँ छु। हेलो छावा, वेलकम छ मेरो भ्लगमा। थ्याङ्क यू। अनि के भन्नु, माइजूलाई पनि स्वागत छ। आऊ नमस्ते नजाम। हामी चाहिँ अहिले जाँदैछौँ, गाडीमा छौँ। मसँग चाहिँ यहाँ माइजू हुनुहुन्छ। अनि यहाँ चाहिँ बाबु छ, मामाको छोरा सुबिन। हेलो भन्थ्यौ। अहिले चाहिँ यहाँ हल्ला आएको छ। अब चाहिँ म उता पुगिसकेपछि हजुरलाई देखाउने छु, हेर्दै गर्नु होला। हामी चाहिँ यो फर्स्ट गाडीबाट चाहिँ झर्दैछौँ। अनि अब हामी चाहिँ अर्को सेकेन्ड गाडी चाहिँ हामी अब चढ्छौँ। अब चाहिँ हामी अर्को गाडी छेजान कोसँग हो? आमासँग हो। ऊ चाहिँ आनन्दले बसिरहेको छ। हामी चाहिँ अहिले माछा पोखरीमा छौँ। यता गाडी रोकिरहेको छ। अनि यता चाहिँ देख्न सक्नुहुन्छ माछा पोखरी छ। हामी चाहिँ यहाँ जरङपुरमा झरिसक्यौँ र जाँदैछौँ हिँडेर। अलि भित्र छ।
छ्यामाको घर। अनि यहाँ सबैजना हुनुहुन्छ, जाँदैछौँ। मेरो बाबु हामी चाहिँ यहाँ कोसेली वचन लागेको छौँ। बाबु चाहिँ आउँदैछ। आऊ सानो आऊ, अब आइपुग्यो। ल आऊ ल है। र यता मामा हुनुहुन्छ। मामा वेलकम छ मेरो युट्युब च्यानलमा। ल यहाँ छ यता चाहिँ यता चाहिँ हाम्रो छ्यामा। हामी चाहिँ फाइनल्ली छ्यामाको घर जरङ्गु आइसक्यौँ। छ्यामाको घर चाहिँ छ यहाँ। अब हामी जान्छौँ। ल यहाँ हेर्नु होला, भाले चाहिँ छ। म चाहिँ आइसकेँ। अब हामी माथि जाँदैछौँ यता। अब गएर मम्मी ड्याडी त अघि नै जानु भइसक्यो, अघि नै आइपुगिसक्नु भयो। हामी चाहिँ भर्खर आइपुग्यौँ। ल अब हेर्दै गर्नु होला, म देखाउने गर्छु है। यता चाहिँ देख्न सक्नुहुन्छ काउलीको तरकारी छ। यता चाहिँ बफको मासु भयो। अनि यहाँ चाहिँ लोकल कुखुराको सुप। अनि यहाँ चाहिँ गोर्खा चटनी। अनि यता चाहिँ फर्सीको मुन्टा छ। मसँग चाहिँ सेलरोटी पनि छ, काँडेदार सेलरोटी हाम्रो छ्यामाले बनाउनु भएको। अनि हाम्रो मम्मी हुनुहुन्छ, भाग लगाउँदै हुनुहुन्छ छ्यामा र मम्मी भएर। अनि पछि म देखाउने छु चाहिँ ल यता मम्मी हुनुहुन्छ, खाँदै हुनुहुन्छ छ्यामा। अन्त छ्यामा हुनुहुन्छ, ज्याप। अनि आमा, माइजू, मामा, ड्याडी, छ्यामा। अनि मेरो भाइ बाबा पनि भने ल देख्न सक्नुहुन्छ खेलिरहेछ। यहाँ बाबुसँग खेलिरहेको छ। अनि म चाहिँ हजुरहरूलाई चाहिँ एउटा चिज देखाउनको लागि चाहिँ मैले यहाँ क्यामेराहरू गरेँ, देख्न सक्नुहुन्छ। यता चाहिँ लसुन र प्याज देख्न सक्नुहुन्छ। यसरी राख्नुभएको छ छ्यामाले, जुन चाहिँ आफ्नै छतमा चाहिँ उहाँले आफैले खेती गर्नुभएको। अहिले चाहिँ यहाँ पानी पर्यो, हामी यहाँ खाना खाइरह्यौँ। मामा हेलो 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 भन्। ल पानी पर्यो है, देख्न सक्नुहुन्छ। पानी परेर यहाँ मकै बारी हेर्न सक्नुहुन्छ, यस्तो छ। साथीहरू अब चाहिँ नाच्ने प्रोग्राम हुँदैछ। मम्मीहरू, छ्यामाहरू सबैजना यहाँ नाच्नुहुन्छ। अब म देखाउने छु। बहिनीको घरमा नाच्न गाउन नमाना सारामा। काठमाडौँ डेरा मेरो भाइ साहब
नाचिदेऊ एक फेर काटेर गुम्तीमा आको हामी सालीको निम्तोमा सुनाइदिनु न हजुरको स्वयम्भूमा चाहिँ मनिवाक आएको भोग्लाएर चाहिँ त्यो बफ मोमो खाएको खाँदा खाँदै अब चाहिँ डाइरिया लाला त भयो यो गर्मी सेल चाहिँ मोमो नाख्नु होला सबै छोरीपरि खाना खाएर चाहिँ जान्छौँ अनि यहाँ चाहिँ सबैजना खाना खाँदै हुनुहुन्छ अनि खाइसकेपछि भाडा पनि मासु पनि गर्छ अब यो भाडा मासु चाहिँ हामी चाहियो साथीहरू हामी चाहिँ अब यहाँबाट जान लागेको अनि यहाँ देख्न सक्नुहुन्छ सबैजना चाहिँ अब जानका लागि ल बेला भइ गयो राजै बछा छोरी घरै धान भइहाल्यो राजै बछा छोरी घरै धान ल छ्यामा बस्नु है मम्मी चाहिँ एकछिनमा आउनुहुन्छ बाइकमा अनि हामी चाहिँ सबैजना अब जान्छौँ गाडीमा जानुपर्छ दुईवटा गाडी चेन्ज गरेर अनि अब चाहिँ म घरबाट हजुरलाई भेट्छु 6 जन मामा र यहाँ छ्यामा चाहिँ आइरहेछ उसको चाहिँ आफ्नै पारा छ अब हामी घर जान लागेको हामी अब घर गएर भेट्छु हेर्दै गर्नु होला यता मसँग आमा हुनुहुन्छ अब हामी चाहिँ घर आइपुग्यौँ र अब यहाँ चाहिँ हामी छुट्टिन्छौँ छ्यामा माइजू ल सुबिन बाई ल मामा ल बाई ल बाई ल भेट्दै गरौँ न ल बाई ल गएको ल बाई 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 ल मामा बाई ल बाई ल साथीहरू आज चाहिँ मेरो बाबुको बर्थडे अनि हाम्रो के अरे बाबुको बाबा र मम्मीको तर्फबाट त गिफ्ट के होला त मैले त्यो त भन्नै बिर्सेछु होइन अब चाहिँ मैले हाम्रो तर्फबाट चाहिँ हाम्रो बाबुको लागि चाहिँ स्पेसल गिफ्ट छ अब म हजुरलाई देखाउँछु है त अब रुको जरा सबर करो
ढ्यान यो भयो छेजोनको गिफ्ट गिफ्ट अब ऊ सानै छ त्यही पनि उसको लागि चाहिँ अब उसको बाबाको रहर एउटा चाहिँ बाबुलाई चाहिँ एउटा गिटार भनेर चाहिँ हामीले गिटार किनिदिएको छौँ। फेरि नाच्नु होला यस्तो सानोलाई फेरि ठुलो गिटार भनेर चाहिँ नाचिदिनु होला। अब गिटार किन्दै अब पछिकोलाई पनि होस् भनेर हामीले अब किनिदियौँ होइन। अहिले चाहिँ ऊ यसरी गिटार बजाउँदाखेरि चाहिँ हाम्रो ड्याडीले चाहिँ बजाइराख्नु भएको छ, उसले हेरिरहेको छ। छानु तिम्रो यो यो चाहिँ छेजान तिम्रो यो बर्थडे गिफ्ट तिम्रो बाबा र मम्मीको तर्फबाट। ल बजाइदियो छाना। उसले बजाउँदा के जान्छ ड्याङ 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 गर्ने हो। उसको चाहिँ यता चाहिँ यो गिफ्ट चाहिँ उसको सानो बाबा र छ्यामाको तर्फबाट, अनि यो चाहिँ उसको बाबा र मम्मीको तर्फबाट। उसको फर्स्ट बर्थडे चाहिँ स्पेसल रहोस् भनेर चाहिँ उसको छ्यामा र अङ्कलले पनि यो गिफ्ट दिएको छ भने र उसको मम्मी बाबाले पनि यो गिफ्ट दिएको छ। उसले चाहिँ चलाएको छ छेजनले। अब म मेरो चाहिँ भ्लग यहीँ इन गर्न चाहन्छु र आजको भ्लग चाहिँ त्यहीँ छ्यामाकोमा गएर खायौँ, रमाइलो गऱ्यौँ, हेर्नुभयो होला। र अब चाहिँ यति भन्दै चाहिँ मेरो भिडियो चाहिँ अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद। र लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला। बाई, सी यू अन नेक्स्ट भिडियो।